एक समयको कुरा हो। एउटा सानो गाउँमा एक गरिब तर इमान्दार काठ काट्ने मानिस बस्दथ्यो। उसले दिनभरि जङ्गलमा गएर काठ काट्थ्यो र बेचेर आफ्नो परिवार पाल्थ्यो। एक दिन ऊ नदी किनारमा काठ काटिरहेको थियो। अचानक उसको बन्चरो हातबाट फुस्कियो र सिधै नदीमा खस्यो। बन्चरो बिना ऊ काम गर्न सक्दैनथ्यो, त्यसैले ऊ नदी किनारमा बसेर धेरै दुखी भएर रुन थाल्यो। त्यही बेला देवता भगवान पानीबाट बाहिर आए र सोधे, किन रोइरहेका छौ? काठ काट्नेले भन्यो, मेरो बन्चरो नदीमा खस्यो, अब म काम गर्न सक्दिन। देवताले पानीभित्र गएर सुनको बन्चरो ल्याएर सोधे, के यो तिम्रो बन्चरो हो? काठ काट्नेले इमान्दारीपूर्वक भन्यो, होइन, यो मेरो होइन। देवताले फेरि पानीभित्र गएर चाँदीको बन्चरो ल्याएर सोधे, के यो तिम्रो हो? काठ काट्नेले फेरि भन्यो, होइन, यो पनि मेरो होइन। अन्त्यमा देवताले उसको पुरानो फलामको बन्चरो ल्याए। काठ काट्ने खुसी हुँदै भन्यो, हो, यही मेरो बन्चरो हो। काठ काट्नेको इमान्दारी देखेर देवता धेरै खुसी भए, त्यसैले उनले सुन, चाँदी र फलाम सबै बन्चरो उसलाई उपहार दिए। काठ काट्ने खुसी हुँदै घर फर्कियो र सुखी जीवन बितायो। इमान्दारी र साँचोपनले अन्ततः सफलता र सम्मान दिलाउँछ।